Whoa, guys! कस्तो दामी के ओ माई गॉड तपाईले त्यहाँ भन्नु हैन कस्तो दामी छ यो गाडी फेरि बनाउने हो उडाउने तेर्सो पाएर आछ गाडी योहरु सो अब चाहिँ हामी यहाँ फोटोहरु खिच्यो अरे अब चाहिँ जान आँटे हो सो गाडीहरु यही छ लगाइ ओहो हेलो के छ खबर गुड मर्निङ एभ्रीवान र सबैजनालाई ह्यापी दशैं सो आज चाहिँ मेरो यात्रा हुँदैछ काठमाडौँबाट कटारीसम्मको सो तपाईहरुलाई म यात्राको देखाउने छु के कसो भनेर किप इन टच सी यु देयर सबैको रक्षा गर्नु शुभ यात्रा हो सबैको जय भोलेनाथ यो चाहिँ पानी भी होला यस्तो भएको कतिलो अहिले म तपाईलाई देखाउँछु बिस्तारै हिँडिरहेको छ यहाँ हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरू के हो माई गड बुलेरोमा चढेर बसेछन् है दसैँको याद आयो मलाई कहिलेको याद आयो अब जानुपर्छ आनन्दले जाउँ आनन्दले जानुपर्छ ह्याप्पी दसैँ सबैलाई भन्ने मामाहरू पनि हेरेको हेरे हुनुपर्छ हिमाल हेर्नु हिमाल वाह बब्बाल छ बब्बाल वाह यहाँ त झन् पुरै स्वर्ग जस्तो छ त बाब्रे आम्बो यहाँ चला पुरै यो यसको माथि हिँड्यो जस्तो आम्बो कति राम्रो यार बब्बाल कस्तो दामी रहेछ दामी दामी वाउ 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 स्वर्गको टुक्रा हाम्रो देश नेपाल वाह 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 नजारा बाबा बाबा छ बाबा कस्तो दामी के हो माई गड कति दामी के मजा आयो मजा ठिक छ आम्बो स्वर्गको टुक्रा भनेको हो क्या बाँधेर जान्छ नि हेर्न रोकौँ त
गाडी यहाँ रोक्नु पऱ्यो वाउ 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 गाइस कस्तो दामी के ओ माई गड तपाईँले त्यहाँ सक्नुहुन्छ होइन कस्तो दामी छ क्या बाफ्रे अगाडिको यो के हो केही देख्नु भएको छ कि तपाईँहरूले इलामको याद दिलाइदियो साथीहरू इलामको गाइस अगाडि टप्न पनि गाह्रो छ हौ यहाँ त अगाडि के छ केही नै थाहा छैन बरु बिस्तारै बिस्तारै गाडीको पछि 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 जानुपर्छ हतार केही के छैन हामीलाई आरामले बहुत बहुत जाडो छ जाडो चाहिँ हजुर तर एकदम झ्यालबाट हेर्दै हेर्दै पनि दामी थियो हेर दसैँ लागेको हेर ओहो गाह्रो छ यार साथीहरू यसरी जुन देखिरहनु भएको छ यो पहिले पहिले यस्तो हुन्थ्यो कम गाह्रो छ बिचरा भाइलाई गाह्रो भइरहेछ है के भने गाह्रो छ दसैँ मनाउन पनि जानु पऱ्यो घर हेर्नुहोस् साथीहरू यसरी जान्छन् घर होइन गाउँघरतिर यसरी जान्छन् बिचरा त्यो भाइको अवस्था एकदम नाजुक छ यार गाह्रो भएछ उसलाई बोलेरोमा यसरी बसेर हेर्नु न तपाईँहरू आफै इमेजिन गर्नु के साथीहरू मान्छेलाई कस्तो एकदमै पुरै कम्फोर्टेबल एकदमै रिक्लाइन गर्ने खालको बेडै जस्तो खालको गाडीमा बुक गर्छन् होइन त्यस्तो चाहिन्छ तर मान्छे कस्तो स्ट्रगल गरिरहेको छ कि बिचरा बुलेरोको त्यो सामान हाल्ने ठाउँमा मान्छे बसेर घर गइरहेको छ नि हेर्नु त अगाडि मान्छेलाई जति राम्रो भयो पनि पुग्दैन कि ग्रेटिट्युड चाहिँ हुनुपर्छ मान्छेसँग जे छ त्यसमा चाहिँ खुसी हुनुपर्छ थ्याङ्कफुल हुन चाहिँ सिक्नुपर्छ मलाई त्यो चाहिँ लाग्छ एकदम इम्पोर्टेन्ट कुरा सो एभ्री टाइम म पनि त्यही भनेर आउँछु गडसँग थ्याङ्क गड फर अल दिस थिङ्स होइन सही हो त्यही नै हो जानु पर्यो बिस्तारै 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 जानु पर्यो अब बाटो यस्तै हो खोलाले लगिदिएको छ बाटो झम 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 त्यहाँबाट अर्को गाडीहरू आइरहेको होला त्यही भएर पनि हुनसक्छ आरामले आरामले जाउँ आरामले अब
एकदमै डेन्जर जाम रहेछ साथीहरू लास्टै एकदमै जाम 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 रहेछ जाम त बाफ्रे साथीहरू अब तपाईँले म खोलामा पुगेर हामी माथि आउँदाखेरि पनि यति जाम छ आमा जम 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 बिस्तारै 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 जम 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 गाह्रो छ यहाँ नाड्यो 150 पार आएको छ गाडी यतै बसौँ न हो कहाँ गएको एकैछिन ल जाउँ न झारिदिन्छु त म पनि अब छोड्नु छोड्नु दाइ तेरिका यार बाटो पनि गाह्रो छ दामी जान्छ के भने त्यही भएर पनि त्यसले राखेको होला जस्तो लाग्यो झन् राम्रो छ है ल अब गाडी चाहिँ यस्तो दसैँ लाग्यो हो दसैँमा यस्तो जाम हुन्छ यो ठाउँमा यो त एकदमै रियालिटी हो बिस्तारै जाउँ बिस्तारै राम्ररी जान्छ खोला गएको उताबाट गाडी बसिरहेको छ हाम्रो गाइस खोला 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 ल ओके यति हालेँ ल यति हालेँ ल मैले ल जा ल भयो त होला त्यस्तै लाग्यो एम्बुलेन्समा साथीहरू डेड बडी रहेछ डेड बडी के गर्नु अब दसैँको बेलामा हेरेरी रिसोर्ट हो क्वालिटी रिसोर्ट हो त गाइस यो चाहिँ मौसम आएको छ मौसम भाइ मौसम सारा ल्याएको यो सबै गइसक्यो फेरि तपाईँको चाहिँ बनाएको छ है बनाउनु परिहाल्छ बिस्तारै जाने हो सेती देवीले सबै हामी सबैको रक्षा गरून् जय हो सबैजनाको
सरस्वती देवीको जय हो जय हो जय हो जय हो जय हो जय हो गाइस जय हो। त्यही भएर सिन्धुली त अघि नै आइसक्यो निस्किरहेको पानी हो तर मेन चाहिँ एउटा दुईवटा तिनवटा चारवटा निस्किरहेको रहेछ बा हजुर खिरबहादुर हो क्या हो भनेको अर्कै हुन्छ यहाँबाट हाल्छ यो भित्र चट्टा हाल्छ पानी यो त आधीमै अर्क्या भन्ने सुनेको थिएँ ड्याडी मैले बब्बाल त बब्बाल फाइनली हामी चाहिँ कुकुर आइपुगेको छौँ राति कुकुर भनेको पहाड हो यो बजार अब हामी मधेरी खोला छिर्यौँ साथीहरू यहाँबाट लेफ्ट साइड गयो भने चाहिँ ओखलढुङ्गा घुर्नी हुँदै ओखलढुङ्गा पुग्छ फुलको सलेरी पनि पुग्यो घुर्नी हुँदै अब यहाँबाट राइट गयो भने चाहिँ सिन्धुली पुग्छ सो हामी चाहिँ राइटतिर जाँदैछौँ है सो हामी चाहिँ जाँदैछौँ सिन्धुली हुँदै माकुरी बाइक गएछ फेरि खाल्टोमा गाइज कस्तो माकुरी यहाँ एक्सिडेन्ट भइहाल्यो साथीहरू फेरि ओ माई गड को गर्दाखेरि अहिले त्यही भएर बिस्तारै कुदाउनुपर्छ नि त जोगाएर आरामले कुदाउनु छैन ओहो फेरि रन्काउनु भएन नि त उयोले आई थिङ्क यतिर गयो होला अनि लामो बाइक छ आरामले हिँड्नु छैन एक्सिडेन्ट पहिलोपल्ट आउनेहरूको लागि झन् अलिकति एकदम कन्सियस भएर बेटिङले यस्तै हो नि त
बाई बाई सिन्धुली गढी हामी सेल्फी डाँडा आएको एकदम नजिक अगाडि 15 मिनट 20 मिनट बिपी राजमार्ग सेल्फी डाँडामा छौँ एकदमै दामी छ सिनारीहरू सो अब चाहिँ हामी यहाँ फोटोहरू खिच्यो अरे अब चाहिँ जान आँटे हो सो गाडीहरू यहीँ छ लगाइस अब चाहिँ लेट्स गो जानुपर्छ सेल्फी डाँडा यहाँ फोटोहरू खिचाउने ठाउँ छ हजुर कहाँबाट होला सो अब लाग्दैछौँ हामी गाडी यताबाट चाहिँ कटारी जाने हो दुलोली बजार प्रवेशद्वार भनेर राखेको छ भए यो अस्ति नै थिएन है त्यहाँनिर अहिले भारी छ अब यहाँबाट हाम्रो घर आधी घन्टा आइपुग्छ ल गाइस फाइनली दुलोली आइपुग्यो कता होला यो सिक्रीहरू बेल्ट
अब हामी सिद्धिचरण हाइवे टच गर्छौँ अब अफरोड छ अलिकति त्यसपछि सिद्धिचरण हाइवे गर्दै गर्दै यो चाहिँ सानो रङ्गशाला हो भन्दैछ गाइस हाम्रो यता पनि अर्को कमलामाई तावा खोलाको सिट आउनुपर्छ सो यो चाहिँ अन्डर कन्स्ट्रक्सन हुँदैछ यो बन्दैछ बाटो हेर्दै रहेछ यतातिरको बाटो अगाडिबाट देखेको गाइस कसान भनेर गाइस यो सेतो देख्नु भएको अघि नै उहाँ पुरै बादल देख्नु भएको माथि यहाँ सेतो देख्नु भएको बादल यसलाई चाहिँ कसान भन्छ तल हेर्नु त गाइस पुरै कसान मेरो पनि सेतो भएको हो यहाँ त हाइड्रो पावरको लगाएर रहेछ नि त अनि पछि अनि खोइ त यहाँ पिछा छैन क्या हो कहाँ बनाउनु आँटेको हो हामी एकदमै यहाँ अटो देख्न सक्नुहुन्छ यतातिर बाटो जान्छौँ बाटो पनि यस्तै छ बाटोभरि गोबरै गोबर छ गाइस यहाँ गाई बस्तुहरू धेरै पालन गरिन्छ पालिन्छ यहाँको अर्को एउटा व्यवसाय भनेको कृषिबाट अब डेन्जर रहेछ यहाँ है यो चाहिँ अलिक छिटोभन्दा छिटो हाम्रो कटारी महानगरपालिकाको मेयर साहबले बनाउनु पर्यो अलिक धेरै छिटो पहल गर्नु पऱ्यो यार यो भएन सम्बन्धित निकायमा ध्यान जाओस् यो त अति खतम छ बाटो गाइस त्यो अगाडिकोलाई चाहिँ कमलेश्वर महादेवको मन्दिर हो यो जय हो हर हर महादेव र सबैले यहीँबाट दर्शन गर्नु होला यताबाट मन्दिर छ गाइस योबाट यता पनि राइटतिर लाग्न मिल्छ मन्दिरको दर्शन गर्नलाई अनि मसान घाट पनि हो है यो यतातिर मूल घाट मसान घाट भन्छ यतातिर नजिकै छ हाम्रो चाहिँ यहाँबाट अगाडि हो मेरो फाइनली घर आइपुग्यो ल आमा हेलो आइया ल गाइस फाइनली घर आइपुग्यो आइया ल जय हो गाइस यहाँ चाहिँ यस्तै छ हेलो के छ खबर ल गाइस म चाहिँ यहीँ भ्लग बन्द गरेँ है त